साथीहरु फाइनली सुशान्त केसीको गीत बार्दली अब उफ टाइटलबाट इन्डियाको बिगेस्ट म्युजिक कम्पनी टी सिरिजबाट रिलिज भइसकेको छ। सर्वप्रथम त हामी सबैलाई बधाई छ। हामी एकदमै गर्व फिल गर्नुपर्ने हुन्छ किनभने इन्डियाको यति ठुलो म्युजिक कम्पनी जसले चाहिँ नेपाली गीतलाई पहिलो पटक टी सिरिजबाट रिलिज गरेको छ र यो गीत एकदमै मजा पनि लागिरहेको छ। यहाँनिर चाहिँ अब स्वयं सुशान्त केसीकै हिन्दी भोइस छ भने र अलिकति नेपालीमा चाहिँ यहाँनिर इन्द्रकला राईको त्यो फिमेल भोइस पनि हालिएको छ है त। र यहाँनिर एकदमै मजाको गर्वको फिल गर्ने कुरा के आइरहेको छ नि, यसरी नै हामीले अब यो जुन नेपाली बार्दली गीतलाई हामीले ट्रेन्डिङ नम्बर 1 मा ल्याएका थियौँ, त्यसैगरी यो उफ गीतलाई पनि हामीले ग्लोबल ट्रेन्डिङमा ल्यायौँ भने त्यसपछि चाहिँ हाम्रो फ्यान पनि छ भन्ने कुरा उनीहरूले इन्डियाको बिगेस्ट म्युजिक कम्पनीहरू अरू कम्पनीले पनि विश्वास गर्छन् र यसै गरी हामी अगाडि बढ्ने मौका पाउँछौँ है त। र यहाँनिर अब एकदमै ठुलो प्लेटफर्म जुन चाहिँ टी सिरिज म्युजिकबाट यो आएको छ र एकदमै ठुलो अपर्च्युनिटी पनि पाएका छौँ। यस माध्यमबाट अब अन्य हाम्रो नेपाली फिल्महरू गीतहरू विश्वमा जानका लागि कसैले छेक्न सक्दैन भन्ने कुरा यहाँनिर क्लियर भइसकेको छ। यसलाई हामीले ट्रेन्डिङ नम्बर 1 मा ल्याउन पर्ने छ ग्लोबली, यो चाहिँ हाम्रो जिम्मेवारी हो है त। त यहाँनिर अब कुरा गर्दाखेरि के देखेको छ भने साथीहरु, यो बार्दली जुन नेपाली भर्सनमा आएको थियो ओरिजिनल, त्यसमा चाहिँ के थियो भने यहाँनिर स्टार कास्टहरू जस्तै सुशान्त केसी, इन्द्रकला राई, स्वस्तिमा खड्का, त्यसैगरी निश्चल बसेत, आकृति राज भण्डारी, आना शर्मा र सृष्टि श्रेष्ठ सबैजना यहाँनिर स्टार कास्ट जम्बो थियो भने अहिले चाहिँ यो उफ टाइटलबाट जुन यो टी सिरिजबाट रिलिज भएको छ हिन्दी भर्सनमा, यसमा चाहिँ 2 जना मात्रै राखिएको छ। त्यो चाहिँ एकदमै पर्फेक्ट पनि लागिरहेको छ है मलाई। यहाँनिर 2 जना सुशान्त केसी र स्वस्तिमा खड्कालाई मात्रै यसमा राखिएको छ र यहाँनिर अलिकति प्लस पोइन्ट मलाई मजा एउटा यो पनि लागिरहेको छ कि मेल भोइसमा चाहिँ यहाँनिर सुशान्त केसीको हिन्दीबाट आइरहेको छ भने त्यसैगरी फिमेलमा चाहिँ ओरिजिनल इन्द्रकला राईको नै यहाँनिर नेपालीमा हालेको छ। एकदमै पर्फेक्ट बनिरहेको छ साथीहरु। यसरी नै अब नेपाली गीत फिल्महरू अब विश्वमा जानुपर्छ र जहाँसम्म मलाई लाग्छ अर्को नम्बर चाहिँ यहाँनिर अहिले ग्लोबल ट्रेन्डिङमा आएको हाम्रो यो दुर्गेश थापाको दुश्मन हेरेको हेरे भन्ने गीत पनि सम्भवतः अब टी सिरिजले फेरि हाल्छ होला, त्यसलाई पनि हिन्दी बनाएर एकदमै मजा लागिरहेको छ। मलाई एकदमै मजा लाग्यो साथीहरु। अलिकति यहाँनिर भिडियोमा केही चेन्जेस ल्याएको छ। पहिलाको त्यो नेपाली बार्दली भन्दा यसमा चाहिँ हिन्दीमा अलिकति लेन्थ पनि अलिकति लामो भएको र अलिकति मजा नै देखिरहेको छ। किनभने यहाँनिर अब हामीले यसलाई अलिकति राम्रो नराम्रो भन्नुपर्दा पनि हामीले सर्वप्रथम यसलाई चाहिँ बिग ठुलो एउटा प्लेटफर्म, एउटा ठुलो ठाउँ पाएको छ जहाँबाट चाहिँ हामीले विश्वमा नेपाली संस्कृति, समाज र नेपाललाई चिनाउने मौका पाएको छौँ। एकदमै गर्वको फिल गर्नुपर्छ। सबैले यसलाई सपोर्ट गर्नु होला र सबैले यो गीतलाई ग्लोबली नम्बर 1 ट्रेन्डिङमा ल्याइदिनु होला। सबैले यसलाई लाइक, कमेन्ट, सब्स्क्राइब पनि गरिदिनु होला, सपोर्ट गर्नु होला भन्न चाहन्छौँ। र यो जुन बार्दली गीतलाई उफ टाइटलबाट रिलिज गरेको छ टी सिरिजले एकदमै मजा लागिरहेको छ र टी सिरिजलाई पनि हामीले धन्यवाद भन्नै पर्छ किनभने त्यसले हाम्रो नेपाली गीतलाई पनि विश्वास गरेर पताएर यसरी फर्स्ट टाइम नेपाली गीतहरू हालिदिरहेको छ है त। त साथीहरु, तपाईलाई यो बार्दली गीत अहिले उफ टाइटलबाट टी सिरिजमा हिन्दीबाट आएको तपाईलाई के कस्तो लागेको छ? तपाईले आफ्नो प्रतिक्रिया, कमेन्ट, लाइक, सब्स्क्राइब सबै यसमा गर्न सक्नुहुन्छ। त आजको म यस उफ टाइटलको गीत जुन रिलिज भएको छ हिन्दी, यसबाट म बिदा माग्न चाहन्छु। हवस् त, नमस्ते, धन्यवाद।